सुनसरीको कोशी ब्यारेज स्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि 56 ढोकामध्ये 30 ढोका खोलिएका छन्। आज बिहानको मापन अनुसार नदीमा 2,26,700 क्युसेक पानी पुगेको छ। कोशी नदीमा हाल 56 ढोका रहेका छन्। वर्षायाममा पानीको बहाव बढेपछि भारतले ढोका बन्द गरिदिन्छ अनि नेपालको पुरै भूभाग डुबानमा पर्छ। 2011 सालमा नेपालका प्रधानमन्त्री मातृका प्रसाद कोइराला भएको बेला कोशी सम्झौता भएको थियो। नेपाल र भारत बीच 199 वर्षका लागि भएको कोशी सम्झौता 50 वर्षमा पुनर्निर्माण गर्नुपर्ने हुन्छ। तर अहिलेसम्म उक्त ब्यारेजको बाँध पुनर्निर्माण गरिएको छैन। कोशी नदीमा बनेको बाँध नेपालको भूभागमा पर्छ। त्यसकारण भारतले उक्त बाँधलाई पुनर्निर्माण गर्दा नेपालको अनुमति लिनुपर्छ। तर नेपालले यस विषयमा आनाकानी गरिरहेको छ। यदि उक्त ब्यारेज छिट्टै निर्माण नभए बाँध नै भत्किने सम्भावना प्रबल रहेको छ। यदि उक्त बाँध भत्कियो भने भारतले जम्मा गरेर राखेको पानी बिहारमा पस्नेछ र बिहार क्षणभरमै पानीको ताल बन्नेछ। त्यसैले पनि नेपालले यस विषयमा खासै चासो दिइरहेको छैन। यो नेपालीको लागि एकदमै खुसीको खबर पनि हो। 2011 सालमा भएको सम्झौता अनुसार 2061 सालमा निर्माण हुनुपर्ने हो। तर अहिले 2077 साल चलिरहँदासम्म यस बाँधको पुनर्निर्माण भएको छैन। कोशी सम्झौता हुँदा नै ब्यारेजको साँचो भारतसँग राख्ने र पुनर्निर्माण पनि भारतले नै गर्ने भन्ने सम्झौता भएको थियो। कोशी ब्यारेजको साँचो भारतसँग भएकोले भारतले सबै ढोका बन्द गरिदिँदा नेपालका सुनसरी सप्तरी जिल्लाहरू प्रभावित हुने गर्छन्। कोशी आसपास बस्ने मानिसहरूलाई वर्षायाम सुरु हुँदा आफ्नो ज्यान जोगाउन पनि मुस्किल हुन्छ। यसरी प्रत्येक वर्ष बिहार जोगाउने र नेपाल डुबाउने भारतको मनपरी तन्त्रले यो वर्ष भने काम नगर्ने भएको छ। पानीको बहाव बढेसँगै भारतले सबै ढोका बन्द गर्न खोजे पनि यो वर्ष भने सबै ढोका बन्द गर्दा बाँध नै भत्केर बिहार क्षेत्र सकाप हुने देखिएको छ। त्यसकारण भारतले हाल 56 ढोकामध्ये 30 वटा ढोका खोलिसकेको छ। 30 ढोका खोल्दा पनि भारतलाई क्षति पुर्याइसकेको छ। बिहारका अधिकांश गाउँहरू जलमग्न भइसकेका छन्। पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा आएपछि उक्त क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढिरहेको छ। तर भारतले ढोका खोलिसकेको हुनाले आत्तिनु नपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस भिडियोमा यति नै। भिडियो मन परेमा लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।